शिवा नमस्ते हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज साउन 2 गते राके हामी चाहिँ जाँदैछौँ म्यात्रुङ झरना। मम्मी म अनि भाउजू हामी चाहिँ घरबाट निस्किसक्यौँ अनि बाटोमा भेट हुँदै हुँदै जाने भन्ने सल्लाह थियो। अनि माइजूहरू पनि चाहिँ टिक्क परेर आउनुभयो। म त माइजूहरू यति राम्री भएर आउनु भएको थियो कि म त हेरेकै थिएँ क्या, त्यस्तो राम्री भएर आउनु भएको थियो। अनि हामी सबैजना गफ गर्दै गर्दै रमाइलो कुराहरू गर्दै गर्दै बाटोतिर लाग्यौँ। हामी निस्किँदाखेरि चाहिँ 3 जना मात्र थियौँ, तर जाँदाखेरि बाटोमा चाहिँ कति धेरै भएको थियौँ क्या, एकजना कति बेला हुँदै 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 अनि हामी झरना भवन ठ्याक्कै पुग्यौँ। अनि यो झरनाको टप यहाँनिर चाहिँ फोटोहरू खिच्ने गर्नुहुन्छ प्रायः। यहाँ खिच्दाखेरि चाहिँ झरनाको सिन पुरै देखिन्छ नि त, अनि त्यही भएर कति धेरै हुनुहुन्थ्यो। अनि ल पालो पालो गर्दै गर्दै फोटोहरू खिच्नुभयो सबैजनाले। मलाई चाहिँ खासै फोटो खिच्नै मन लागेन, खै बुढेसकाल भएर हो कि अनुहारै नराम्रो भएर हो कि किन हो। यता माइजू मामाहरू फोटो खिच्न व्यस्त हुनुहुन्थ्यो। अनि झरना पनि खासै ठुलो पानी थिएन, ठिकठिकै पानी थियो अलिअलि। अब पानी पनि परिरहेको छैन आजभोलि, त्यही भएर पनि होला। अनि यहाँनिर चाहिँ एकजना बुनु पुलमाथि बसेर टिकटक बनाउँदै हुन्थ्यो, फोन झार्नु भइसक्यो अनि खोज्दै हुन्थ्यो, अरूले हेल्प गर्दै हुनुहुन्थ्यो। अनि म चाहिँ फर्किसकेँ। अनि माथि आएको मामुहरू चाहिँ तलै हुनुहुन्थ्यो क्या, टिकटक बनाउँदै भिडियोहरू बनाउँदै फोटो खिच्दै हुनुहुन्थ्यो। अनि म चाहिँ पर्खेर बसिरहेको थिएँ। अनि बाटोमा आउने जाने धेरैजना हुनुहुन्थ्यो, आउने कोही फर्किँदै हुनुहुन्थ्यो, कोही जाँदै हुनुहुन्थ्यो। मौसम पनि त्यति मजाले खुलेको थिएन, मौसम चाहिँ यस्तो थियो। अनि यो झरना चाहिँ मैले माथिबाट खिचेको, त्यही भएर सानो आइरहेको छ, तर झरना चाहिँ एकदम राम्रो नै थियो त्यतिको। अनि झरनाभन्दा बढी त हाम्रो गफ अनि रमाइलो थियो, किनभने हामी सबै रिलेटिभ्स गएको थियौँ नि त, मामु माइजू भाउजूहरू। अनि यो चाहिँ देख्न सक्नुहुन्छ हामी फर्किँदैछौँ। अनि चटपटे नखाने त कुरै भएन, अनि हामीले चटपटे खायौँ। घरतिर लाग्यौँ, मेरो बेबीको लागि चक्लेट हामी चाहिँ जाँदैछौँ। अनि फर्किँदा बाटोमै कस्तो पानी पर्दै क्या, सिम अनि छाता ओढेर फर्किँदै थियौँ। यहाँ माइजूहरू हामी घर जाने बाटो छुट्टिने बेला भयो। अनि छुट्टिने बेलामा कुरा गर्दै हुनुहुन्छ माइजू मम्मी। अनि हामी छुट्टिएर मम्मी म भाउजू अनि आफ्नो गन्तव्यतर्फ लाग्यौँ। फाइनल्ली घर पनि आइपुगेँ। अनि म फर्स्टमा चाहिँ फ्रेस हुन थालेँ। अनि ऊ चाहिँ आदिश मेरो दिदीको छोरा। अनि बच्चा भनेको चाहिँ कस्तो घरको गहना क्या, घरै उज्यालो। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।